हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी शनि सङ्कटा मन्दिर दर्शन गर्न आएको छौँ। शनिबार चाहिँ सङ्कटा मन्दिरमा पूजा गर्नाले सबै सङ्कटहरू घटेर जाने भन्ने किंवदन्ती रहेको छ। त्यही भएर हामी पनि आएको छौँ सङ्कटा मन्दिर दर्शनको लागि। आज शनिबार बिहानै मन्दिर आएको, धेरै नै भिड थियो, धेरै नै लाइन थियो। हामी पनि धेरै बेर लाइन बस्नु पर्यो। हजुरहरूलाई नै शनिको दोष काट्नु छ भने यो मन्दिर अवश्य जानु होला। शनिबार बिहानै जानुपर्छ है, धेरै भिड हुन्छ। हामी त 4 घन्टा लाइन बस्नु पर्यो अनि बल्ल मात्रै दर्शन गर्न पाइयो। हामी चाहिँ अब पूजा गरेर फर्किँदैछौँ सङ्कटा मन्दिरबाट। सङ्कटा मन्दिरको दर्शन सकेपछि हामी लाग्यौँ महाकालतिर। महाकाल जाँदै थियो होइन, सूर्यनारायण पनि दर्शन गर्न पाइयो। सूर्यनारायणको दर्शन गरेर लाग्यौँ महाकाल। महाकालमा पनि भिड नै थियो। एकछिन लाइन बसेपछि हाम्रो पाला आइहाल्यो, हामी पूजा गरेर निस्क्यौँ। शनिबार हुनाले पिपलको फेदमा पानी चढाउनेहरू पनि धेरैजना हुनुहुन्थ्यो। हामीले पनि पानी चढायौँ। पिपलको फेदमा पानी चढाउँदैछु है, घुम्दै पानी चढाउँदै गरौँ। पिपलको फेदमा पानी चढाइसकेपछि अब फेरि हामी लाग्छौँ कालभैरवतिर। कालभैरवमा पनि भिड नै थियो। आज शनिबार हुनाले सबैजना जानुभएको थियो। सङ्कटा मन्दिर गएपछि चाहिँ यो तिनटै मन्दिर दर्शन गर्नुपर्छ भन्ने छ नि त। त्यही भएर हामी पनि यो तिनटै मन्दिर दर्शन गऱ्यौँ। हजुरहरू पनि सङ्कटा जानुभयो भने महाकाल, कालभैरव अनि सङ्कटा तिनटै मन्दिर दर्शन गर्न नभुल्नु होला। नजिकै पनि छ, धेरै गाह्रो पनि हुँदैन। नजिकै भन्नाले बसन्तपुरमा रहेको कालभैरव। हाम्रो दर्शन पनि सकियो अनि हामी लाग्यौँ घरतिर। थ्याङ्क यू एभ्रिवान, मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई, फेरि भेटौँला अर्को भ्लगमा।